As I walk through the valley of the shadow of death, I take a look at my life. So good morning everyone. आजको दिन एकदम दामी हुनेवाला छ है बिकज अफ किनभने चाहिँ मेरो आज चाहिँ त्यस्तो दामी हुनेवाला त छ कि छैन. सो स्टार्ट चाहिँ गर्छु म बेदनासँग हैन. बेदना चाहिँ अहिलेसम्म सुतिरहेको छ. म चाहिँ अहिले डेरी सेरी पुगेर आइसकेको छु र अन्त आज चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ मेरो चाहिँ क्लबको चाहिँ बाइक राइड छ. टिल जोरथाङसम्म होला. सो सानो एउटा भ्लग हुन्छ है. मजा आउँछ नि त. सो आज म देखाउँछु तपाईँहरूलाई. बाइक पनि धुनुपर्ने छ. पानी पनि सानो रहेछ. अब के गर्नुपर्ने हो. जहिले बेदना उठिसकेको हालत. अब चाहिँ म फोन चार्ज गर्छु अनि म अलिकति बाइक धुनुपर्छ धुइहाल्नु पऱ्यो. सो है अब चाहिँ म चाहिँ निस्केको. अब अहिले चाहिँ घरमा चाहिँ मेरो चाहिँ बेदना पनि छ. घरमा सबैजना छ नि त. अब के गर्नु. म चाहिँ निस्केको. मलाई चाहिँ भत्तुनी सत्तुनी पारेर चाहिँ पुरा रिसाइरहेछ. सो गएको है एभ्रिवान. बाई. सो है मेरो चाहिँ यहाँनिर फ्ल्याग बाँधिदिनु हुँदैछ सरले. सरले गनगन गर्नुहुँदै थियो. खोइ सर यता हेर्नुहोस् त. सर यता हेर्नुहोस्. सरले बाँधिदिनु हुँदैछ. म्याडम कहाँ जानु है म्याडम. ए म्याडम उहाँ आउनुहुँदैछ. सो हामी चाहिँ यहाँ आइपुगिसकेको छ. मैले चाहिँ मेरो 360 को चाहिँ स्ट्यान्डै कहाँ हाले के हरायो. आम भेरी कन्फ्युज होइन. अब चाहिँ हामी दुईजना छ है. तर यहाँनिर दुईवटा बाइक मात्रै रेडी छ. यहाँनिर रेडी होइन. यहाँनिर जाँदैछ. अरूहरूले चाहिँ हामीलाई छोडेर गइसकेको छ. सो है फाइनली मेरो चाहिँ टिमहरूलाई चाहिँ भेटिसकेको अवस्था. अब के गर्छ हौ पर्छ पनि हौ. यहाँनिर चाहिँ मेरो टिमहरू छ. सो हेलो सञ्जीव. हेलो दर्शन. हेलो उहाँ त को सोनाम है. हेलो सोनाम. हो हेलो हेलो हेलो. तपाईँको नाम त बिर्सिहाल्यो. नामै विश्वासको नाम चाहिँ मैले बिर्सिहालेँ. सो विथ टिम चाहिँ हामी चाहिँ एकदम दनन दन्केर जाँदैछ होइन. हाम्रो टिम चाहिँ छुट्टिएको छ. सो भेट्नुपर्छ. तिमीमा आइपुगिसकेको छ. अब यसो चायसाय पिते होइन. चायसाय पिते म त होइन ब्ल्याक टी होइन. म त उयो नै खाने हौ. दुधको यहाँ चाहिँ दामी मिठो हुन्छ नि त. सो अहिले चाहिँ हामी तिमीबाट पनि निस्किसकेको छ. हामी चाहिँ खासमा चाहिँ जानुपर्ने चाहिँ जोरथाङ हो. त्यहाँनिर चाहिँ हाम्रो चाहिँ क्लबको मिटिङ पनि छ है. सो अन्त त्यसको लागि चाहिँ हामी जाँदैछ. सो फाइनली हामी आइपुगिसकेको छ जोरथाङ. हाम्रो मिटिङ पोइन्टमा हामी भेट्नु आँटेको छ. हाम्रो टिमहरू चाहिँ यहाँ छ. सो हामीले अर्को टिम चाहिँ भेटेको छैन. सो हामी एकगरले वेटिङ फर देम भन्नुभएको छैन होला. हामीलाई पर्खिरहेको होला है. सो अब चाहिँ के गर्ने कसो गर्ने हो. सो लेट्स गो. सो हाम्रो यहाँनिर चाहिँ ग्रुपको मिटिङ स्टार्ट भइसकेको छ. ग्रुप भन्दा क्लबको मिटिङ स्टार्ट भइसकेको छ. अनि सर यहाँ प्रेसिडेन्ट साहबले चाहिँ हामीलाई अलिक भाषण दिनुहुँदैछ हो. अन्त हामी चाहिँ पछाडि बसेर सुनिरहेको छ. सरसल्लाह हुँदैछ आज चाहिँ के कसो हो होइन. म पनि एज एन एडमिन काम गर्दैछु यो ग्रुपमा चाहिँ यो क्लबमा चाहिँ होइन. अन्त यहाँनिर हामी चाहिँ ग्रुप मेम्बर चाहिँ यस्तो छ. क्लबमा आयो होइन. साथीको थ्रुबाट चाहिँ होइन सबैजना रहेछ. मेन अब मलाई चाहिँ के लाग्छ भने सिक्किमको है अब भन्यो भने चाहिँ वान अफ द मोस्ट एक्टिभ राइडर्स लेडी हुनुहुन्छ है उहाँ है. बिना मोटो भ्लग चिन्छ पनि हामी सबैले है. बिना मोटो भ्लग सुन्नुभएको होला है. सी अलरेडी ह्याड एनएलएम अल्सो है. उहाँले चाहिँ एनएलएम जुन चाहिँ हाम्रो र तपाईँहरू सायद सँगसँगै रहेछ. उहाँसँग धेरै बात भइरहेको थियो. यहाँ सरसँग त्यस्तो धेरै चिनाजाना पनि थिएन. तर पनि आज उहाँको थ्रुबाट भनेको पनि राइडिङको फिल्डबाटै जहाँबाट गएको पनि हामी राइडिङ फिल्डबाट चाहिँ यसरी सँगै भेट्ने मौका पाएको छु. र तपाईँलाई पनि धेरै धेरै बधाई. तपाईँको यति धेरै एक्टिभ मेम्बर पनि हुनुहुँदो रहेछ. सो तपाईँलाई धेरै धेरै बधाई. हाम्रो चाहिँ मेम्बरहरू प्रेजेन्ट हुनु सकेन किनभने जुन चाहिँ हाम्रो एउटा सानो सुरु त्यो चाहिँ क्यान्सल भएको ग्रुप आउनुहुन्छ. तर पनि केही छैन. हामी लेडी राइडर हो. लेडी राइडर एकदमै सपोर्ट गर्नुपर्छ. सिक्किमको चाहिँ नम्बर 1 चाहिँ लेडी राइडर हुनुपर्छ है. यस यहाँ साइडको बोइजहरूलाई छोडेर अगाडि जानु. तर है त्यसो भए पनि तपाईँसँग भेटेँ होइन. अब तर यस्तो हुँदो रहेछ भर्खर चाहिँ भेट्दाखेरि कस्तो हुँदो रहेछ भन्दाखेरि देखिरहेको चिनिरहेको बोलिरहेको जस्तो लाग्दो रहेछ है. मलाई त के नयाँ लाग्दैन नि त. नयाँ लाग्दैन. फेस हाम्रो अलि देखेको छ. हाम्रो सोर पनि चिनिरहेको छ. लुकी कस्तो बोल्छ भने चाहिँ अब डाइरेक्ट भेटभाट के भन्छ भेटघाट मात्रै नभएर हामीले तपाईँको सो तपाईँको भोइस चिनिरहेको जानिरहेको जस्तै हुन्छ नि त. तर पनि एकदमै अब यसरी अफलाइन भेटेर है फेस टु फेस भेटेर एकदम खुसी लाग्दैछ. अगाडि बढ्नुहोस्. एकदमै मजाले बढ्नुहोस्. किन बढिरहनु भएको छ. अझै अगाडि बढ्नुहोस्. थ्याङ्क यू सो मच. तपाईँ पनि अगाडि बढ्नुपर्छ. म पनि बढ्छु. सँगसँगै बढौँला है. सँगसँगै बढौँला. सो अब चाहिँ हामी इन्स्टाग्रामको आइडी सेयर गर्नु आँटेको छ. सेयर गरेको छैन अहिलेसम्म हामीले. फ्याक्ट हो है. सेयर गरेको छैन. आज सेयर गर्नेवाला छ. सो सेयर गरिहालौँ न. सो दिस इज आवर 90s ग्रुप. सो लु रामसँग जानु है. अब यहीँबाट छुट्टौँ. बाबाई बाबाई 90s. लु अब 45 हो. त्यसो भने अब थ्याङ्क्सगिभिङ अब के भन्छ फेब्रुअरी 1 को मिटिङको लागि सबैलाई इन्भिटेसन छ. त्यो दिन हो त्यो अगाडि मिटिङ छ. यस यस बडी. ए 25 तारिख भेट्नु पर्छ. बाइ बाइ एभ्रीवन. बाइ बाइ. फेरि भेटौँला. सो हामीले चाहिँ खाजा पनि खाइसकेको हालतमा छ. खाएन भन्नु भएको छ.
सो अब चाहिँ हामी चाहिँ निस्किँदै गरेको बहुत मजा आ रहा है अहिले चाहिँ अब चाहिँ हामी चाहिँ फाइनली कतिको बजी सकेको छ भन्दाखेरि अराउन्ड 5 बजिसकेको छ अब चाहिँ हामी निस्किँदै गरेको सो बाई बाई थ्याङ्क यू फर एभ्रिथिङ सो हाम्रो टिमहरू चाहिँ यहाँ चाहिँ राति हुन्छ सो फाइनली म चाहिँ घर आइपुगेँ कति बजेको छ भन्दाखेरि चाहिँ 9:30 भएको छ अनि यहाँ चाहिँ बेच्न सुतिरहेको रहेछ होइन अन्त यसो भनेको नि अब भाउजू भैया लिस्ट खाना पकाएर दे न पस्काएर भनेको कि भनिदिइहाल्छ के अरे बेच्ना ओ बेच्ना डुलुवा नन्दलाई के को खाना भन्छ तर के गर्नु पनि अब म खान्छु खाना सो आजको राइड स्पेसली राम्रो सक्सेसफुल भयो मिटिङ पनि लामो भएको थियो होइन अनि बिना राइडर्सलाई पनि भेटेको थियो उहाँ चाहिँ क्विन्सको प्रेसिडेन्ट पनि हुनुहुन्छ क्विन्स राइडर क्लबको सो मजा आएको थियो आजको दिन रमाइलो भयो लामो राइड भएको थियो स्मुथ राइड भयो आज केही पनि त्यस्तो एक्सिडेन्टहरू केही पनि भएन सो थ्याङ्क यू एभ्री वान एन्ड फलो लुफी राइड फर मोर इन्फर्मेसन लाइक दिस थ्याङ्क